गाइस हेर्नु त मेरो ज्ञान छिपेको छैन सबैजनालाई फेरि पनि स्वागत छ तपाईलाई मेरो अर्को ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज साउन 1 गते साउने संक्रान्तिको हजुरहरूलाई सबैलाई शुभकामना। अनि रमाइलो गर्नु होला। अनि नयाँ हुनुहुन्छ भने भिडियो अन्तिमसम्म हेरिदिनु होला। अनि मन परेमा लाइक कमेन्ट शेयर सब्सक्राइब पनि गरिदिनु होला। अनि आज चाहिँ 1 गतेको दिन हाम्रो साथीभाइहरूसँग घुम्न जाने प्लानिङ थियो अस्तिदेखि। अनि यता किराबारीदेखि मासतिर अहिले चाहिँ गर्मी छ नि त, अनि त्यही भएर हामीले चाहिँ अलिक चिसो चिसो ठाउँतिर मात्रै घुम्न जाँदैछौँ। अनि हाम्रो चाहिँ अहिले घुमघाम त्यस्तै ठाउँतिर भइरहेको छ। अनि मेरो साथीहरू पनि रेडी भएर आइसक्यो, मलाई पर्खिँदैछ। म मात्रै रेडी हुनु बाँकी, म चाहिँ यहाँ भिडियो स्टार्ट गर्दैछु। म पनि रेडी भएर भेट्छु हजुरसँग। अनि भिडियो अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला। साउन सङ्क्रान्तिमा चाहिँ हाम्रोमा यस्तै हुँदैछ है गाइज। भैँसीको मासु धमाधम काट्दै हुनुहुन्छ बुवाले। ल ह्याप्पी साउने सङ्क्रान्ति कुकुलाई धन्यवाद। नाति मेरो नाति सुत्वालाई आशीर्वाद छ। बखर उठ्दैछ। कहिले ज्ञान सिप्ने मेरो नातिको के गर्नु, ज्ञान छिपेको छैन र अझै अलि ज्ञान सिपेको छैन। गाइस हेर्नु त मेरो ज्ञान छिपेको छैन अरे मेरो कुकुरले भन्नुभएको। सानै छ मेरो नाति। आज सन्देश राति सबै जम्मा भइरहेछ। माउले मासु जेठो छोरो टकटक गर्दैछ, मासु काट्दैछ। धमाधम बाउले चाहिँ मासु काट्दै हुनुहुन्छ। ल साथीहरू, अब हामी चाहिँ लागेको खेराबारी। यस्तो गर्मी छ है, वेदर पनि यस्तो भइरहेछ। ल मेरो साथीहरूलाई वेलकम छ। ल आज कतिको रमाइलो गर्नेछौँ त हामी, अब हेरौँ कतिको हुन्छ। ल म यसबाट बोक्छु, कनेक्ट गरिस्। ल यसको टाउको फेरि गएको भएर आइहाल्छौँ चाँडै। गएको ल कुकु अन गर्नु यो के मेरो त अहिले यहाँनिर भिडियो गर्न चाहिन्छ अन गरिदिनु। लागिमा हान्छ साथीहरू सरर। के भयो गाइजहरूलाई? हेर्न हेलमेट त टाइट न टाइट भयो। कता यताबाट जाने अरे सफारीको दौडे पानी भएर हो। ए हामीसँग चाहिँ यो मान्छेभन्दा ठुलो छाता हुन्छ है साथीहरू।
सठीको भ्लगै बनाउनु बिर्सेछु हामी चाहिँ यहाँ बाटोमा पेट्रोल पम्पबाट पेट्रोल लाउँदैछौँ है अस्तिकै ठाउँ पेट्रोल पम्प चाहिँ हाम्रो खोलापारी लेथाङ कति नम्बर हो लेथाङ 2 गाइजहरू चाहिँ यता रेडी भइसक्यो आम्मामा के हो सोल्टिनेलाई हिरोनी भन्दा कम देखिँदैन त साथीहरू अब अझै हामी स्पिकरहरू बजाउँदै जान्छौँ केटाहरूले चटपटे खाएर आए जस्तो छ कहिले चटपट्यो यो ल अब हामी चाहिँ टक्क लाएर स्पिकर बजाउँदै जानुपर्ने हुन्छ आज नि मौसम चाहिँ घाम लागिरहेछ त पानी पर्ला जस्तो भइरहेको छ बाटोमा पानी पऱ्यो भने चाहिँ बिजोकै हुन्छ होइन ल ल ल गाइस हामी चाहिँ झुल्ने पुल आइपुग्यौँ होइन कस्तो दामी थियो दामी देखेँ क्या ल गाइस हामी चाहिँ अहिले यस्तो दामी ठाउँ आयौँ है कस्तो दामी देखेँ क्या ए कस्तो दामी देखेको यार नाइस साथीहरू हेर्नु त म तपाईँलाई यस्तो राम्रो राम्रो ठाउँ देखाउँछु नाइस कस्तो दामी बबाल ठाउँ है के भन्छ यो ठाउँलाई भाइ के भन्छ नाइस अहिले बजाउनु पर्छ नाइस दामी दामी रहेछ बाहिर पौडी खेल्दै रहेछ नक्सल अरे साथीहरू यो ठाउँको नाम छ दाइजहरूलाई चाहिँ के भयो तल रोकियो क्या अनि हामी चाहिँ यहाँले पर्खिरहेछौँ आउँदैछ जस्तो छ तल तिनीहरू नै हो ए ल अब यो बाटो हुँदै हामी केराबारी लाग्छौँ है ल अहिले चाहिँ हामी केराबारी इन्ट्री गरिसक्यौँ है यहाँदेखि कता बजार छ पर अब यहाँदेखि चाहिँ डाइरेक्ट पर बजार आउँछ चाहिँ केराबारीको चौकै साथीहरू दामी रहेछ नि त अब चाहिँ हामी माथि लाग्यौँ डाइरेक्ट माथि डाँडातिर यो चाहिँ केराबारीको बजार हो
यो चाहिँ केराबारीको थोरै चिन होइन यता चाहिँ मजाले जङ्गल यो रुखहरूले गर्दा छेकिएको रहेछ यता मात्रै अलिअलि देखिरहेको छ त्यही भएर मैले यति मात्रै देखाएँ तपाईँहरूलाई अहिले यहाँ बाटोमा जाँदा जाँदै यहाँ बिसाम एकछिन भनेर हामी चाहिँ घाम पनि एउटा भइहाल्यो ओ कुन पुल हौ त्यो दुईटा छ त्यो झोलुङ्गे पुल हो हैन कता जान्छ त्यो चाहिँ भनेको क्या खोइ कता जाने अब यताबाट जाने पनि मान्छे हिँड्ने मात्र छ ओ यहाँ पनि एउटा पुल रहेछ क्या गाइस देखिएकै छैन यहाँबाट यहाँनिर सानो पुल रहेछ क्या पुल चाहिँ लामो छ लामो पुरै लामो अनि सबै जिउै दुखिसक्यो त उफ्रेर उफ्रेर जिउै दुखिसक्यो गाई चाहिँ थाक्यो ला पानी पर्ला जस्तो बादल त कालो भयो त यहाँ थाक्छ अप्पु गाईहरुको त सुप हैन यो चाहिँ नभएको भए यता दामी देखिने रहेछ हालिदिउँ त यो जाउने रुख काट अघि यहाँ तलबाट राम्रो देखिरहेको थियो नि कपाल त धुलोले त फेरि जख्रक्क भएछ हेलमेट लगा अब आने दिखाया तेरो टाउको कत्रो छ त नि हाम्रो गाइजहरूलाई छाता देखाइदियो त हाम्रो चाहिँ फेरि डेन्जर छातै छ साथीहरू कति एकैचोटि पाँचजनालाई पुग्छ यो छाताले एकैचोटि सोल्टिनी साह्रै थकाइ लाग्यो हजुरलाई ऊ त्यता त पुरा बादल लागिसकेको छ कालो बादल पानी पुरा छ माथिबाट हेर्दा त नि पुरा जङ्गलै जङ्गल एको भन्नु लागेको हेलमेट लगा अब यो पक्री लाउदिनस् रेडी भइसक्यो होइन यहाँनिर गीत नबजाउनु भयो स्पिकर मार अनै छ र अब यसले कुदाउन आँटेको छ स्कुटी अब यो ढुङ्गा कहिले खट्नु यार स्कुटीमा त फाक हुन्छ अम्म यो ढुङ्गा यार अब कति छ यहाँदेखि लाग्छ नि अझै पुग्नु त यहाँ चाहिँ यस्तो हल्लिन्छ गाई लिएर आयो यति मात्रै हो क्या हामी चाहिँ अहिले के भन्छ मजामा छौँ है अब कति छ पुग्नुलाई अलिकति थोरै टाइम छ बाटो यस्तो हल्का टुङ्गो भएर ढुङ्गा भएर चाहिँ जिउै दुखिसक्यो यहाँबाट हो माथि जाने अङ्कल यही बाटो हो कस्तो दामी देखेको गाई छैन त्यति गर्नुभएको रहेछ पानी पर्ला जस्तो भयो त एक्कासी गाई हामी बादलमा आइपुगिसक्यौँ क्या त्यही भएर पानी त भेटेको यो ठाउँ हो पहिला चाहिँ हामी आउँदा चाहिँ केही थिएन यहाँनिर बारी मात्रै थियो अलिक गाई चाहिँ हाम्रो गन्तव्यमा हामी चाहिँ आइपुग्यौँ है यहाँ तल होला पुग्नु यो बोक त होइन स्पिकरले अनको अन छोडेर के हुन्छ त यो हाम्रो के भन्छ डेस्टिनेसनमा आइपुग्यौँ साथीहरू होइन यो चाहिँ अब कालो बादल लागेर मजाले तलको सिनहरू त्यो भ्यूहरू देखिया छैन ओ गाइस कस्तो फिल भयो त दामी सोल्टिनी एकदम चिसो है गर्मीदेखि झ्याप्पै माथि आउँदा त यो चाहिँ मन्दिर कि के हो यो मन्दिर हो कि पुर्खौली घर के हो यो चाहिँ खासमा मलाई पनि थाहा भएन यहाँ पनि रहेछ क्या यहाँ सानो
यो के हो थान जस्तै त होला नि है यो मलाई त्यति मजाले थाहा भएन अनि यो माथि यहाँ खुर्पाको स्टेजु पनि रहेछ क्या गाइज यो खुर्पा भनेको चाहिँ त्यो काट्ने के भन्छ हँसियाहरू हुन्छ नि त्यस्तै टाइपको त्यसको स्ट्याचु बनाउनु भएको रहेछ यो सबै कालो देखेको चाहिँ यो बादल है सबै यो पर चाहिँ म तपाईँहरूलाई यो ठाउँको एकचोटि भ्यू सरर देखाइदिन्छु ल त्यस्तो मजाले वेदर चाहिँ खुलेको छैन यहाँ माथि माथि पानी पर्ला जस्तो भएर कालो बादलले गर्दा मजाले चाहिँ ऊ देखेको छैन भ्यूहरू म तपाईँलाई थोरै थोरै देखाउँछु यहाँ चाहिँ यति नै हो घुम्ने ठाउँ यहाँ चाहिँ यही हो मेन पोइन्ट भनेको यता चाहिँ के छ केही पनि छैन यहाँ चाहिँ यति मात्रै रहेछ क्या गाइज घुम्ने ठाउँ ए माथि चढ्न मिल्छ यो चाहिँ यो टावर हो ए कोही जाम माथि यहाँ माथि चढ्नुपर्छ टावरमा यहाँभन्दा माथि कहाँ जान्छस् त यस्तो रहेछ नि त ठाउँ त गाइज यहाँ त कस्तो घुमेको त्यही भने तपाईँलाई यो घर चाहिन्छ मात्र 13 लाखमा 1 करोड थप्नुहोस् यो घर तपाईँको भइहाल्यो हाम्रो साथीसँग यस्तो एक्सपिरियन्स पनि छ है गाइज यो तपाईँको रेभेन्यू भइहाल्यो अब यता सिँढीमा आउनुहोस् अलिकति सफा बनाएको रहेछ यो तपाईँको चट्ट बसेर ठ्याक्क खाँदै देखिँदैन त यसो भ्यूै भ्यूहरू अहिले यहाँ उसले गर्दाखेरि मजाले देखाएको छैन कि चट्ट धेरेर अलिक सफा चाहिँ गर्ने अलिक फोहोर चाहिँ रहेछ है यो ठाउँ उयो कति तला छ यहाँ ए हामी जेफालीमा चढेको थियौँ है माथि यो तपाईँको फाइनली टप भ्यू यहाँनिर हेर्नुहोस् चट्ट खुलेपछि दामी अहिले चाहिँ यहाँ त्यो सेलाएर मजाले देखा छैन यहाँनिर घाम लागिरहेछ चिसो रहेछ नि त यता त दामी अहिले चाहिँ हामी यहाँ माथि भ्यू टावर हेरेर ठक्क लाग्यो भ्यूहरू हेर्दै जाउँ यता तल चाहिँ घाम लागिरहेछ अलिअलि यहाँ माथि चाहिँ बादल लागेर त्यो के भन्छ मजाले भ्यूहरू देखाएको छैन पानी पो पर्दैछ त तल जाने आउँदैछ कि दिनाहरू साथी एकदम चिल है चिल मारेर आएको होइन हामी चिल मार्न आएर एकदम चिसो चिसो बब्बाल मौसम सोल्टिनी कस्तो फिल भइरहेछ रमाइलो ल अब हामी चाहिँ यहाँ फोटो खिचेर घुमेर अब यता खाजा खान जाँदैछौँ होइन ओ साथीहरू कस्तो लाग्यो ठाउँ शीतल दामी कुल ए ल हामी चाहिँ लागेको हामी चाहिँ अब यहाँदेखि निस्किने भनेको पानीबाट हामी एकछिन बस्नुपर्ने भयो अनि एकछिन बस्यौँ अनि अझै वेदर चाहिँ यस्तो भइदियो क्या अनि अब चाहिँ हामी फर्किँदैछौँ यता खाजा खाने ठाउँमा लगाइ चलो
पुरो टाँसिएर फेरि के भयो यस्तो भयो त अझै भर्खर स्टार्ट गर्दैछु अघि आएर खाजा खाँदै थिएँ मैले अहिले भर्खर कुटी काँक्रा चटपटेहरू चाउमिनहरू खाएँ मैले आइसक्रिम अहिले पानी परिरहेको छ अनि हामी चाहिँ खाजा खाने ठाउँमै बसिरहेको छौँ क्या पानी हो सेम तर अलिक गरम ठाउँमा पुगेपछि अलिक अहिले चाहिँ हामी यहाँ खाजा खाएको ठाउँमै छौँ अनि अहिले पानी परेर हामी एकछिन बसे भयो अहिले चाहिँ पानी रह्यो क्या म तपाईँलाई थोरै देखाइदिन्छु नि यो ठाउँहरू वाउ यस्तो रहेछ क्या यहाँ चाहिँ दामी भ्यू डाँडा काँडा अब हामी एकछिन बस्छौँ गफ गर्छौँ अनि एकछिनतिर निस्किन्छौँ हाम्रो चाहिँ यहाँनिर फोटो सुट हुँदैछ है दामी रहेछ क्या यहाँनिर फोटो सुट हुँदैछ सिङ्गलको हामी चाहिँ खाजा खाएर अब घरतर्फ लागेको के चाहिँ यो त हामी बोक्न लागेको अब त्यस्तो हुँदैन हामी सँगै हुन्छौँ त ल हामी चाहिँ लागेको अब हिँड न होइन हस् Nice the view. गाइज हेर्नु त तपाईँहरू पनि कस्तो अति बवाल भ्यू देखेको छ कि छैन ठ्याक्कै अहिले चाहिँ इभिनिङ टाइममा भइदियो क्या पछि आउनु होला सबजना 6 बज्यो क्या कस्तो दामी देखिरहेछ नि तपाईँहरू पनि आउन सक्नुहुन्छ अहिले चाहिँ मैले लोकेसन हालेको छैन होइन हेर्नु न गाइज कस्तो बवाल देखेको छ क्या तपाईँहरूलाई मैले अहिले मेरो फेस देखाएको छैन तपाईँहरूलाई मैले इन्जोय गर्नु भनेर भ्यू मात्रै देखाइरहेको छु तपाईँहरू पनि हेरेर इन्जोय गरिदिनु होला यो भ्यू चाहिँ होइन अति बवाल देखिरहेछ यता घाम डुब्न लागेको छ अहिले लगभग 6 बजिसक्यो ठ्याक्कै 6 बज्यो ठ्याक्कै 6 बज्यो 6:02 भइसकेछ अति दामी भइरहेछ उता चाहिँ झन् देखा न कस्तो बवाल यो चाहिँ अति बवाल देखिरहेछ क्या नाइस हामी चाहिँ जाँदा जाँदै यहाँ बाटोमा बिसाएर दामी भ्यू देखिरहेको रहेछ अनि त्यही हेर्दैछौँ क्या गाइज हेर्नु त नाइस भ्यू दामी भइरहेछ क्या अहिले यहाँ बस्ने एकछिन खोइ यहाँ बस्नु न भ्यू खिच्दिउँ केराबारी कस्तो बढ्यो फेरि अर्को ठाउँ आइपुग्यौँ होइन यस्तो दामी भ्यू देखिरहेछ गाइज अहिले कति लग 6 बजिसक्यो 6:04 भयो होइन दामी भ्यू देखिरहेछ इभिनिङमा बब्बाल हुन्छ यो तल देखेको चाहिँ सबै केराबारी है केराबारी दामी देखिरहेछ है वासरुम आएको थियौँ क्या कस्तो दामी भ्यू देखिरहेको रहेछ नि एकछिन बसेर फेरि फर्किँदैछौँ हामी चाहिँ
हामी चाहिँ यहाँ अर्को बाटो आएको अनि यहाँ साथीहरूलाई पर्खेर बसिरहेको छौँ क्या आधी बाटोमा हामी चाहिँ अर्कै बाटो आइपुग्यौँ आइपुगेछ यिनीहरू पनि आइपुग्यो हामी चाहिँ यता माथिको बाटो आयौँ अर्कै अब हामी पनि लागेको यहाँ त अघि के होला हौ यहाँ झोलामा